दुबईबाट ल्याएको छु एउटा गोप्रो सस्तोमा त गोप्रो रहेछ यसो बनाऊ भनेको त्यो सेल्फी स्टिक एउटा ट्यारिपोर्ट थियो कहाँ गयो खोज्दा फेरि गोप्रोले साउन्ड इफेक्ट राम्रो गरेन क्या साउन्ड आएन यहाँ त ओभर साउन्ड गर्नुपर्ने त्यो पनि आउँदैन क्या फेरि मलाई अलिअलि यताउति बल्ल यहाँनिर स्ट्यान्ड भेट्यो अनि स्ट्यान्ड चाहिँ तल ट्यारिपोर्ट छ नि त यसो टक्क टेकाउने अनि सट्टै टेकाएर त्यो स्ट्यान्ड बनाएर चाहिँ यसरी भिडियो गर्ने क्या भनेर पको पनि यता एडिटिङमा छ कसलाई के भन्नु गर्ने पऱ्यो एडिटिङ होइन एडिटिङ भइसकेको छ भिडियो चाहिँ कस्तो मजाले नदेखेको है तर पनि केही छैन यसको चाहिँ टाउको फ्लात्तै निकालेर अनि अर्को टाउको हालेर चाहिँ बनाउनु पऱ्यो भनेको भयो है अनि चाहिँ अब फाइनल लुक हेरिदिउँ फाइनल लुक चाहिँ यस्तो छ अब यसले भिडियो गरिरहेको जस्तो लागिरहेको छ मलाई यति भएपछि भयो नि त भिडियो गरिबस्छ त्यही हो गरिरहेको छ भिडियो धेरै खायो भने दाम दुख्छ क्या यता क्यामेरा हेर्नु कि यता क्यामेरा हेर्नु जस्तो लागेको मलाई त लसुनलाई पनि यत्तिकै यो ड्राई मिट हो क्या यसलाई चाहिँ थोरै पानीमा उमा नअगालि खायो भने चाहिँ चाम्रो न चाम्रो हुन्छ थोरै पानीमा यसलाई बफ गर्न अनि नरम हुन्छ अनि चाहिँ खाँदा मजा हुन्छ क्या खोर्सानी प्याज रातो रातो लसुन रातो रातो भएको छ सिकुटी कालो कालो छ त्यही हो एक पिस निकालेर खाइदिउँ खोइ थाहा छैन खोइ कसरी फसेँ म बस